कुनै दिन यो सानो कोठाले नि इतिहास बनाउँछ, यो विश्वास छ। यो भिडियो उसलाई हो जो अहिले समय पैसा सुविधा भन्दा विश्वासमा जिउँदैछ। कमेन्टमा #सानो कोठा ठुलो सपना लेख्नुहोस् जब यो यात्राले तपाईको मन जोड्नेछ। आइसकेपछि आराम गर्न पनि मन लाग्छ, तर सपना त्यो हो जसको लागि आराम छोडी काम गरिन्छ। म लाइब्रेरी आउँछु अनि त्यहाँको शान्त वातावरणमा रहेर आफ्नो फ्युचरको ब्लुप्रिन्ट तयार गर्दैछु। स्कलरसिप इन्ट्रान्स एक्जाम मेरो गोल हो। आज शुक्रबारको दिन म म्युजिक क्लास जाँदैछु। आज थ्योरीको क्लास छ। हप्तामा 3 दिन हुन्छ, जसमा 2 दिन प्र्याक्टिकल र 1 दिन चाहिँ थ्योरी क्लास हुन्छ। सरले आज थ्योरीमा सेप अफ नोट्सको विषयमा सिकाउनु भयो। त्यसपछि म क्लासमा गएर एकछिन प्र्याक्टिस गरेँ। त्यसपछि म घर फर्केँ। बाटोमा भिडभाड देखेँ। भिडभाड केको कारणले भएको रहेछ भनेर हेर्दाहुँदी एक्सिडेन्ट भएको रहेछ। अनि धन्न कसैलाई के भएको रहेनछ। म घर आएँ अनि लुगाहरू उठाएँ। त्यसपछि पानी पर्छ जस्तो लाग्यो। मौसम हेर्दा बादलहरू कालो भइसक्यो। म बिलिभ गर्छु जब हामी भित्र क्लियर हुन्छौँ त्यति नै बाहिरको क्रिएसन पावरफुल हुन्छ। यो भिडियोले तपाईको मन जोड्छ भने कमेन्टमा #सानो कोठा ठुलो सपना लेख्नुहोस्। लाइक, सेयर र सब्स्क्राइब गर्नुहोस् यात्रा सँगै गर्नलाई।